अब लाग्यो भाइ कतातिर हो दाइ अब टाइमतिर भाइ होप आजको अब कति लक्की छौँ हामी हेरौँ खत्तम खालको हुन्छ नि ड्राइभर पनि खत्तम राति भक्किने बेला पऱ्यो त्यो त सुन्नुहोस् हजुर अस्ति राति भक्किने बेला पऱ्यो त्यो त मन थिएर अनि 3जना फर्केको होइन म एक्लै होल नाइट हानेको होइन ए अब त्यो त उल्टै सुत्ला जस्तो गर्ने यार सबै त्यही छ होला क्या होल नाइट बस्ने टोलीहरू छ होला नि पोर्टबाट पनि उता जान्छ नि यहाँ सिट पाएन लक्की छ अरे कोर्सबाट त्यही हो उता गएको जस्तो छ कोही छैन भर्खरै दाइले चाहिँ अस्ति 5वटा थाइलिङ्गी पार्नु भएको अहिले आज दाइले गरिदिनुहुन्छ ल स्टार्ट गर स्टार्ट त्यसै स्टार्ट भयो अब फर्स्ट क्याच भयो ल आज नि हिटभन्दा हिटमा छ सेकेन्ड हो खाने लायकको नेपालमा त तिलपिया खानुलाई फ्राई गरेर खानु त धेरै राम्रो हजुर ए ल Oh my god. तले अर्को गर्छ नि त दुईटाले
That's right, Monday. घर गइहाल्ने भनेको न कति ठुलो यतातिर यहाँ जाली बनाउनु पर्ने भएछ माझी दाइले यहाँ जाली रेडी गर्दै हुनुहुन्छ है ल के भयो मनिष दाइ यस्तो थाइलेङ्गीले जाली च्यात्दियो नि त्यसै गरेर अब यसो जाली बनाउनु पऱ्यो नि त्यो जेपिटी गरेर बनाउँदैछु आजको लागि त यसो काम चलाउ जाली बनाउनु पऱ्यो कोहीसँग जाली छ भने लिएर आउनु होला हो कि के हो जाली ल्यायो भने फेरि थाइलेङ्गी पाउँछ भन्ने आश त नगर्नु ल वेदर यस्तो छ है ल अघि नेक्स्ट है भन्दा अहिले है मान्छे नै नजान्न फेरि होइन चिप्ली वान्स मोर खुट्टै चिप्ली गएको त्यहाँ ढुङ्गामा परेर खुट्टै चिप्ली गरेर भोग्लाक्कै गएको म उतै जाउँ ल उतै